ओके। तो ए थिङ्किङ गरिरहेछ कि यता होइन, अनि बल्लै एन्सर भनिरहेको छ क्या। सो Okay. यो कुरा चाहिँ बुझ्यो। सो यस्तै Hmm. नै अहिलेको पहिला चाहिँ अब के क्वेसन गर्ने बित्तिकै डाइरेक्ट एन्सर भन्थ्यो कि होइन। सो त्यो Hmm. चाहिँ एक्चुअली के हुन्छ भन्दाखेरि मैले पहिला अस्ति न एक हप्ता अगाडि पढाए जस्तै के क्वेसन सोध्यो, उसले चाहिँ त्यो क्वेसन चाहिँ भित्र उसको मोडल कसरी ट्रेन भएको छ होइन, त्यो प्याटर्न एनालाइज गर्यो अनि डाइरेक्ट एन्सर दियो कि। सो कति कुराहरू चाहिँ त्यो कम्प्लेक्स कुराहरू चाहिँ मिल्दैन थियो कि, किनभने पहिलाको ट्रेनिङ डेटा अनुसार यसले त्यो वर्ड्सहरू हेर्थ्यो, टोकन्सहरू हेर्थ्यो, म्याच भयो अनि त्यही अनुसार एन्सर दिन्थ्यो होइन। सो एकदमै कम्प्लेक्स कम्प्लेक्स म्याथ रिजनिङहरू भयो, अनि साइन्सको कुराहरू भयो, अनि रियल वर्ल्डको कुनै एउटा ट्रिक क्वेसन जस्तै अहिलेको पपुलर क्वेसन्स चाहिँ सपोज तिमी 5 मिनट टाढा छौ, तिमीले कार वास गर्नलाई, अनि एलएलएमलाई सोध्छौ कि त्यो सिनारियो बेस्ड क्वेसन सोध्छौ कि तिमी एक्लै हिँडेर के भन्छ कार वास, तिमी एक्लै बिना कार वास जानु फास्ट हो कि कार लिएर जानु फास्ट हो भन्दाखेरि कतिपय एलएलएमहरू चाहिँ बिना कार तिमी आफै जाऊ भन्थ्यो कि। सो त्यो ट्रिक क्वेसन, त्यस्तो ट्रिक क्वेसनहरू चाहिँ फेल खाइरहेको थियो क्या। सो त्यसैले चाहिँ यो इन्टर्नल रिजनिङ लिएर आएको हो। यसमा अझै इन्टर्नल रिजनिङ चाहिँ देखाएन, जेमिनाईमा देखाउँछ कि। ChatGPT मा देखाउँछ। ChatGPT मा हुन्छ। Before the यो एन्सर यो हेरी चाहिँ स्ट्रक्चर्स एसे भन्दा अगाडि त्यो अलि लाइट लेटर्स बनाउँछ नि। हजुर देखेको छैन हो। देखिरहेको छु नि। अनि त्यसरी आउँछ भनेको त्यो रिजनिङ गरे। आई मिन उसले सोचेको युजर इज आस्किङ दिस यताउता भनेको पार्ट भनेको हो त्यो भनेको। गाइस सो यसले पनि अहिले आजकलको मोडलहरूले सबै रिजनिङहरू गर्छ क्या। सो त्यो गर्नुको साथसाथै अब मैले यो यसमा कस्तो क्वेसन सोधेँ भन्दाखेरि स्पेसली अहिलेको कन्टेक्समा चाहिँ के भइरहेको छ त होइन, इम्प्याक्ट अफ एआई, करेन्ट लेअफ्स ह्यापनिङ अराउन्ड द वर्ल्ड भनेपछि यसले रिजनिङ गर्यो आफूसित। देन यसले के भन्छ भित्रको आफ्नो यसको एउटा टुल हुन्छ, टुल भनेको चाहिँ के होइन, जस्ट केही चाहिने बेला केही न केही फङ्सन युज गरे जस्तो हो क्या उसले चाहिने बेला। सो यसले के फङ्सन युज गर्यो भन्दाखेरि वेब सर्च फङ्सन गर्यो क्या। अनि सो यसले अहिलेको एउटा ब्लग अनुसार यसले एन्सर रेस्पोन्स तयार पार्यो होइन। सो मोस्टली त्यही नै हो कम्प्लेक्स एन्ड रिजनिङ मोडल, कम्प्लेक्स रिजनिङ मोडल भनेको। अनि अहिलेको सबै मोडल्सहरूमा रिजनिङ चाहिँ हुन्छ नै। रिजनिङको पनि प्यारामिटरहरू हुन्छ होइन, रिजनिङ गर्ने कि नगर्ने, और लो मिडियम हाई एक्सट्रिमली हाई भन्ने हुन्छ है यता प्यारामिटर यता छ। अस्ति लास्ट टाइम त्यो जेमिनाईमा टेम्परेचर यताउता भनेपछि बनाउँछ प्यारामिटर्स। त्यस्तै नै हो रिजनिङ। सो रिजनिङ मोडलहरूमा चाहिँ टेम्परेचर हुँदैन है, ओके। टेम्परेचर हुँदैन। अहिलेको करेन्ट मोडलमा टेम्परेचर सेटै गर्न मिल्दैन, त्यो प्यारामिटर नै छैन भन्दा नि हुन्छ। सो मेनली कुरा त्यही नै हो। अब नलेज कट अफ भनेको चाहिँ के हो भन्दाखेरि यो डेटसम्मको मात्रै ट्रेनिङ डेटा छ है योसित भनेको हो क्या। नलेज कट अफ भनेर आएको चाहिँ त्यो हो। अब टुल्स भनेको के हो भन्दाखेरि अब त्यही फङ्सन्स, अब वेब सर्च भयो अरू फाइल सर्च त्यस्तोहरू भयो है। टुल्सको बारेमा अहिले ध्यान नदिउँ। मेनली चाहिँ के काम गर्छ भन्दाखेरि जस्ट एउटा फङ्सन हुन्छ, त्यसले चाहिने बेला त्यो युज गर्छ भनेर बुझौँ। अब कन्टेक्स्ट विन्डो भनेको फेरि अस्तिनकै कुराहरू हो। यसले चाहिँ कति टोकनसम्म चाहिँ मेमोरी राख्ने भनेर हुन्छ क्या। अब सपोज तिमीले 1 मिलियन अब 2 मिलियनको इनपुट दियो भने, 2 मिलियन टोकन्सको इनपुट दियो भने होइन, यसले 1 मिलियनसम्मको मात्र कन्टेक्स्ट राख्छ क्या, मेमोरी हुन्छ क्या। अब त्यो बाँकीको 1 मिलियन पछिको यसले भुल्छ, अरू लिँदैन।
अब म्याक्स आउटपुट भनेको के हो भन्दाखेरि यसले म्याक्सिमम आउटपुट दिने टोकन्सहरू भनेको 128K टोकन्स। सो इच मोडलको चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट क्यापेबिलिटिज हुन्छ। ओके जस्तै अब 5.4 मिनीको भयो, यता कन्टेक्स्ट विन्डो कम भयो होइन। सो इन अ सेन्स के बुझ्दा हुन्छ भन्दाखेरि ठुलो मोडलको बढी मेमोरी हुन्छ होइन, सानो मोडलको थोरै मेमोरी हुन्छ। अनि त्यो मेमोरी कम भइसकेपछि होइन, सानो प्यारामिटर भइसकेपछि अलिक फास्ट रन हुन्छ होइन, ल्याटेन्सी कम हुन्छ, प्लस तिम्रो तिम्रो कुनै कुनै यसको थिङ्किङ क्याबिलिटिजहरू पनि कम कम हुँदै जान्छ होइन, क्यापेबिलिटिजहरू कम हुँदै जान्छ। सो त्यो भयो। अब अर्को स्पेसलाइज मोडल्स भनेको छ होइन, अब यो इमेज जेनेरेसन मोडलहरू भयो, रियल टाइम मोडल भनेको चाहिँ अब स्पिच टु स्पिच मोडलहरू भयो। अब पहिला पहिला हामीले के बुझ्थ्यौँ भन्दाखेरि यो स्पिच टु स्पिच मोडल आउनुभन्दा अगाडि चाहिँ खास कसरी काम गर्थ्यो भन्दाखेरि हाम्रो कुरा स्पिच टु टेक्स्ट गर्ने, ट्रान्सलेट गर्ने एउटा मोडल हुन्थ्यो, त्यसलाई एलएलएममा फिड गर्थ्यो, अनि एलएलएमले चाहिँ आउटपुट अब टेक्स्ट टु स्पिचमा पठाउँथ्यो क्या। सो त्यो लेन्दी प्रोसेस भएर ल्याग भएर चाहिँ यो रियल टाइम मोडल लिएर आएको है। यो चाहिँ स्पिच टु स्पिच मोडलमा चाहिँ आफ्नै भित्र एलएलएम हुन्छ। सो ल्याटेन्सीहरूको कुरै आउँदैन क्या त्यसमा चाहिँ। सो अर्को स्पिच जेनेरेसन भनेको अब टेक्स्ट टु स्पिच मोडल भइ नै आयो। ट्रान्सक्रिप्सन भनेको चाहिँ अब स्पिच टु टेक्स्ट ट्रान्सलेसन मोडल। अब अर्को भ्युअल मोडल्स गरौँ। भ्युअल मोडल्स गर्दा अझै धेरै मोडल्सहरू देख्न सकिन्छ होइन, पुरानो पुरानो पनि। अब ओपन वेट मोडल्स भनेको चाहिँ ओपन सोर्स मोडल्स है। यो चाहिँ तिम्रो कम्पनीले अरूले पनि चलाउन् भनेर ओपन सोर्स गरिदिएको मोडल हो। सो यो बी भनेको छ, यो भनेको चाहिँ बिलियन हो। अर्को ट्रिलियन मोडल्सहरू पनि हुन्छ उनीहरूको होइन। यो चाहिँ जति धेरै प्यारामिटर भयो अब त्यति नै मेमोरी हेभी हुन्छ, प्लस त्यसको क्यापेबिलिटिजहरू पनि धेरै ठुलो हुन्छ। अनि अर्को इम्बेडिङ भनेको चाहिँ तिम्रो एउटा टेक्स्टलाई चाहिँ भेक्टर रिप्रेजेन्टेसन गर्यो एउटा स्पेसमा। अब भेक्टर रिप्रेजेन्टेसन भन्नाले इक्जाम्पल दिनुपर्दा तिम्रो एउटा वर्ड छान्छौ, सपोज किङ र क्राउन भन्यो भने चाहिँ यसको किङ र क्राउनको चाहिँ कोरिलेसन हाई हुन्छ कि, त्यो सँगै हुन्छ कि त्यो डेटा पोइन्ट्सहरू चाहिँ त्यो स्पेसमा। जस्तै के हो रे इम्बेडिङ मोडल्स भनेको? भिजुलाइज गर्ने पेज थियो कता हो। So basically, we have to understand about all these models, your specialized models, your open weight embedding. अहिलेको लागि चाहिँ त्यो टेक्स्ट बेस मोडल मात्र बुझ्दा हुन्छ होइन। अरू खासै अडियोहरू इमेजहरू चाहिँ पर्दैन। अनि अर्को चाहिँ इम्बेडिङ चाहिँ पर्छ, यो चाहिँ ऱ्यागमा युज हुन्छ मेनली। भनिदिन्छु एकछिन है। इम्बेडिङ देखाएको। ओके, सो यहीँबाट देखाइदिन्छु बरु। सो यो देख्यो होला नि होइन, हल्का क्वालिटी नराम्रो रहेछ। बट यो इच वर्डको एउटा भेक्टर रिप्रेजेन्टेसन हुन्छ क्या एउटा स्पेसमा। Okay. तिम्रो एउटा यसरी एनालाइज सोच कि क्युब छ होइन, अनि तिम्रो इच वर्ड चाहिँ तिम्रो डिफ्रेन्ट तरिकाको डिफ्रेन्ट काइन्ड्स अफ वर्ड चाहिँ तिम्रो
छरिएको छ क्या। तर यसरी छरिएको छ कि त्यो क्युबभित्र त्यो वर्ड्सहरू कि केही न केही तिम्रो सिमिलर डेटा पोइन्ट्सहरू चाहिँ नजिक नजिकहरू हुन्छ क्या। अब जस्तै किङ भयो, क्राउन भयो होइन, किङ भनेको मेल पनि हो, त्यो वर्ड पनि सँगै छ होइन। अब स्टुपिड र इडियोटिक हल्का सँगै छ। अनि सपोज गुड र ब्याड अर्कै पोइन्टमा त्यो अपोजिट भएर भएको कारण केही न केही कोरिलेसन भएर सँगै छ। अब त्यो अपोजिट के भन्छ, केही न केही त्यो सिमिलरिटी नै नमिलेको नभएको वर्ड्स चाहिँ अब एकदम टाढा छ होइन। यस्तो केही न केही त्यो एउटा डेटा पोइन्ट्स हुन्छ क्या त्यो इच वर्डको। सो त्यसले चाहिँ रिप्रेजेन्टेसन गर्छ क्या त्यो इम्बेडिङले चाहिँ। सो मेन कुरा चाहिँ त्यही नै हो है। अब तिमीले केही न केही एउटा सेन्टेन्स दुईवटा सेन्टेन्स छ तिमीसित होइन। अनि फेरि त्यो सेन्टेन्ससँग चाहिँ यो कोरिलेसन चाहिँ के छ भन्दाखेरि यो इम्बेडिङले मेनली हेल्प गर्छ क्या। उम्, ए मेनली त यति नै रह। एनिवेज, सो इम्बेडिङ पनि थरी थरीको हुन्छ है। आजकल पहिला चाहिँ टेक्स्ट इम्बेडिङ मात्र थियो होइन। सो आजकल चाहिँ अब इमेज इम्बेडिङ पनि छ, प्लस अडियो इम्बेडिङ्सहरू पनि छन्। अनि त्यसपछि अरू के छ, कोड इम्बेडिङहरू पनि छ। सो कोरिलेटेड यिनीहरू अब हजुर सिमिलर सिमिलर भएर भनेको नि टेक्स्ट इम्बेडिङ, अडियो सबै। यस यस, इम्बेडिङ चाहिँ अब के हो भन्दाखेरि जस्ट एउटा रिप्रेजेन्टेसन हो कि केही न केहीको भेक्टर रिप्रेजेन्टेसन हो क्या। अब त्यो इमेज पनि हुन भयो, टेक्स्ट पनि भयो, त्यो मल्टिलिङ्गुअल टेक्स्ट नि भयो, कोड नि भयो। सो इट क्यान बी एनिथिङ है। सो जाँदै गरौँ, मोडल्स भयो। सो मोडेलहरूको बारेमा त बुझि नै हाल्यौँ। अब पुरै अस्ति न पनि गरेको थियो हामीले गुगल स्टुडियो। सो मेनली चाहिँ अब यता टेम्परेचर पहिला सेट गर्नु थियो, अहिले मिलेको छ। ओके, सो थिङ्किङ लेभल यो चाहिँ रिजनिङ लेभल हो होइन। यो प्लेग्राउन्डमा चाहिँ अब तिमीले सेलेक्ट गर्न मिल्यो। अहिलेको लागि लो राखिदिन्छु। सो सिस्टम प्रम्प्ट भनेको चाहिँ तिम्रो एलएलएमलाई चाहिँ एउटा बााउन्ड्री जस्तो दिएको हो होइन। सो यता हेऱ्यो भने युआर हेल्पफुल कस्टमर सपोर्ट एजेन्ट, युर रोल इज टु असिस्ट युजर्स बाई एन्सरिङ क्वेसन्स, रिजल्भिङ इस्युज एन्ड प्रोभाइडिङ क्लियर एन्ड एक्युरेट इन्फर्मेसन अबाउट द प्रोडक्ट अर सर्भिस होइन। यसमा तिमीले यो बााउन्ड्री सेट गरेपछि अब तिमीले अब यो पर्सनालिटी सेट गर्यो, पोलाइट, कन्साइज, प्रोफेसनल। अब यो चाहिँ एस्केलेसन ह्यान्डलिङ भन्छ। इफ यु डोन्ट नो द एन्सर, एस्केलेट इस्यु टु द ह्युमन वेन नेसेसरी होइन। डु नट गेस भनेको यो पनि बााउन्ड्री सेट गरेको हो। यो चाहिँ बेसिकली गार्डरेल जस्तो है। गार्डरेल भनेको के हो भन्दाखेरि चाहिँ तिमीले यो गर्न पाउँदैन, यस्तो तिमीले आफ्नो सिस्टम प्रम्प्ट भन्न पाउँदैनौ, अर यो बााउन्ड्री भन्दा बाहिर जान पाउँदैनौ।
सो बेसिकली गार्डरेल भनेको चाहिँ त्यो एउटा बााउन्ड्री सेट गर्ने हो, योभन्दा बाहिर चाहिँ जान पाउँदैनौँ भनेको हो कि। प्रम्प्ट लेख्दाखेरि यो मेबी हामीले कोड गर्ने बेला अझै राम्रो लेख्छौँ, अहिलेको लागि चाहिँ यति नै लेखेँ हो। सो सिस्टम प्रम्प्ट भयो। अब स्ट्रक्चर अर्को यो कोड गर्ने बेला हेर्छौँ, फङ्सन कलिङ यिनीहरू सबै कोड गर्ने बेला नै हेरौँला त्यो त। ओके, अब मैले हेलो गरेँ, हाउ क्यान हेल्प यु टुडे होइन। सो अहिले अहिले यो कन्टेक्स्ट छैन होइन मसित, एलएलएमसित। सो यसले यो भन्यो होइन, आइएम अफ्रेड मिसअन्डरस्ट्यान्डिङ, देयर इज नो फोन कल्ड, नथिङ फोर भन्यो होइन। सो मैले यसलाई कन्टेक्स्ट दिएँ भने चाहिँ कता गयो। कन्टेक्स्ट दिने भनेको चाहिँ बेसिकली पहिला सुरु प्रिट्रेन गर्ने भनेको। होइन अब कन्टेक्स्ट के हो भन्दाखेरि यो चाहिँ मैले यो एक्सटर्नल डेटा जस्तो प्रोभाइड गरेको, योसित छैन नि त। यो फोनको केही डिटेल्स योसित छैन होइन। सो बेसिकली अब ऱ्याक भनेको के हो भन्दाखेरि त्यो अघि न मैले मोडल देखाएको बेला नलेज कट अफ भने नि होइन। त्यो नलेज कट अफ भइसकेपछिको यसलाई केही कुरा थाहा छैन होइन भन्नाले यो फोन त अब हिजो मात्र निस्केको होला, बट यो मोडल चाहिँ 2-3 महिना अगाडि के भन्छ निस्केको होला होइन। त्यसको नलेज कट अफ त्यति बेला थियो भनेपछि यसले त्यसपछि कुरा थाहा भएन। सो मैले यो चाहिँ अहिले अब यसलाई कन्टेक्स्ट प्रोभाइड गरेको यो फोनको बारे होइन। अनि यसले चाहिँ अब मैले फेरि क्वेसन सोधेँ कि माथि क्वेसन सोधेँ कि यसको बारे भन भनेर होइन। सो अब यसले चाहिँ माथि के भन्यो भन्दाखेरि यसले एन्सर थाहा भएन भनेर होइन, कुड यु क्ल्यारिफाई भनेर। अब यसको अब तिमीले हेर्न सक्यौ भने यसको नलेज अब पुरानो फोनसम्म मात्र रहेछ क्या, नथिङ टु ए र नथिङ वान होइन। मैले सोधेको चाहिँ नथिङ फोर ए। सो मैले कन्टेक्स्ट दिएँ न्यू फोनको, ए टु ए नै भनेर रहेछ त फेरि यसले नि, माई ब्याड। ओके, सो यसले चाहिँ मान्दै मानेन होइन, केही छैन। कपी टेक्स्ट च्याट। ओके, सो यसले चाहिँ अब हामीलाई अलिक फर्मेटेड वेमा चाहिँ दियो होइन। सो बेसिकली ऱ्याक भनेको चाहिँ के हो भन्दाखेरि एलएलएमसित नलेज छैन होइन। सो हामीले चाहिँ एक्सटर्नल डेटाहरू प्रोभाइड गर्छौँ अनि त्यही अनुसार त्यसले रेस्पोन्स दिन्छ। होइन। सो अहिले चाहिँ अब यो लिस्ट तरिकाले दिइरहेको छ होइन। हामीले इन्स्ट्रक्ट गर्छौँ कि यसलाई मलाई प्याराग्राफ तरिकाले दियो भने यसले इन्स्ट्रक्सन बुझेर प्यारा तरिकाले दियो है।
सो सिस्टम प्रम्पटमा नि अब तिमीले अब कसरी यो एक्सटर्नल डेटालाई चाहिँ फर्मेट गर्ने भनेर चाहिँ तिमीले लेख्न सक्छौ, अनि त्यसले त्यही तरिकाले अब टेस्ट गर्दै गर्दै जाँदा त्यही तरिकाले अब राम्ररी एन्सर दिन्छ। सो ऱ्याक पनि हल्का हल्का बुझ्यो। ओके, सो ऱ्याक बेसिकली लाइक हामीले एक्सटर्नल इन्फर्मेसन अथवा डेटाहरू उसलाई प्रोभाइड गरेर अनि त्यो अनुसारले उसले यस एक्ज्याक्टली त्यही नै हो है ऱ्याक भनेको चाहिँ। सो ऱ्याक किन आयो भन्दाखेरि चाहिँ तिम्रो उम्, तिम्रो यो इच टाइम होइन नलेज कट अफ भएको हुन्छ नि त। अनि इच टाइम कम्पनीजले के गर्नु पऱ्यो भन्दाखेरि फाइन ट्युनिङ गर्नु पऱ्यो क्या। फाइन ट्युनिङ भनेको नि फेरि अब नयाँ डेटामा रिट्रेन गरेर राख्नु पऱ्यो क्या। सो यो भनेको एकदमै कस्टली हो होइन। तिम्रो एउटा मोडल ट्रेन हुनलाई बिलियन्स अफ जिपियुज के भन्छ जिपियुजहरू युज भइरहेको हुन्छ क्या। त्यो हार्डवेयर एकदमै अब कस्टली पनि हुन्छ होइन त्यो रन गर्न। अनि धेरै दिन पनि लाग्छ, महिनौ लाग्छ ट्रेन गर्नलाई। सो त्यसको अल्टरनेटिभ चाहिँ ऱ्याग हो होइन। सो आई थिङ्क त्यो पनि ऱ्याग पनि थोरै थोरै अब आइडिया भयो होला। उम्, अब त्यसपछि चाहिँ अब यो स्टप सिक्वेन्स अब आउटपुट लेन्थ भनेको चाहिँ अब यस्तै यो आउटपुट गर्ने बेला कतिवटा टोकन चाहिँ दिने भनेको हो, युज गर्ने भनेको। सपोज अहिलेको लागि 16 राख्यो भने सेफ्टी सेटिङ्स ओके। त्यहाँबाट सेट गर्न मिल्छ कतिवटा टोकनवाला रेस्पोन्स। कतिवटा टोकन चाहिँ आउटपुट गर्ने। सो यसले यो 16 टोकनभन्दा बढी गयो भने त्यो स्टप हुन्छ कि डाइरेक्ट। सो तिमीले अब कुनै एउटा प्रोजेक्ट गर्ने बेला चाहिँ सपोज कोही कोही त अब कोही कोहीले चाहिँ अब एलएलएमलाई यतिकै हेपाजार्डले युज गरिरहेको हुन्छ नि होइन। सो त्यसको लागि चाहिँ अब तिमीले सेट गर्छौ कि योभन्दा आउटपुट टोकन के भन्छ आउटपुट टोकन एउटा सेट गर्छौ अनि त्योभन्दा बेसी चाहिँ जाँदैन कि, किनभने तिम्रो आउटपुट टोकनको प्राइसिङ हेऱ्यो भने इनपुट टोकनभन्दा धेरै नै हुन्छ कि 2 to 3 टाइम्स बढी नै हुन्छ। सपोज यतै हेर्न सक्छौ, अब इनपुट टोकन त सानो छ नि होइन। आउटपुट टोकन त्योभन्दा 2 3 टाइम्स बढी नै हुन्छ है। अनि यो क्यास्ट इनपुट भनेको चाहिँ के हो भन्दाखेरि तिमीले यु क्यान तिमीले अब सिमिलर सिमिलर क्वेसन सोध्छौ नि होइन। अब एउटा क्वेसन सोध्यो वाट इज क्यापिटल अफ फ्रान्स भनेर सोध्यो होइन। अब अर्को कुनै मान्छेले अब कतै न कतै पनि सेम क्वेसन सोधेको हुन्छ होइन, अब त्यही क्यासहरू भइरहेको हुन्छ क्या तिम्रो इनपुट। सो इच टाइम अब तिमीले नयाँ अब सपोज कुनै एउटा बट बनाउँदा तिम्रो सिस्टम प्रम्प्ट त सेम नै हुन्छ नि होइन एभ्री टाइम तिमीले एपिआई कल गर्दा। सो त्यो कुरा चाहिँ त्यो सिस्टम प्रम्प्ट चाहिँ सपोज क्यास भइरहेको हुन्छ। सो तिमीले यो इनपुट टोकनको प्राइसिङमा एकचोटि खर्च गर्छौ भने अब नेक्स्ट टाइम एपिआई कल गर्दा तिमीले यो खर्च भइरहेको हुन्छ क्या, यति खर्च भइरहेको हुन्छ। सो क्यास्ट इनपुट पनि बुझ्यो है। बुझाएँ। ओके त्यही नै हो मेन कुरा। अनि अर्को भनेको चाहिँ मल्टिमोडलको कुरा थियो पहिला। मल्टिमोडल भनेको चाहिँ अब पहिलाको एलएलएम चाहिँ टेक्स्ट थ्रु मात्र काम गर्थ्यो भने अब अहिलेको त अब एउटै एलएलएममा इमेज पनि बुझ्छ होइन, इमेज पनि जेनेरेट गर्छ। प्लस तिम्रो इमेज चाहिँ जेनेरेट होइन त्यो अर्कै मोडल, इमेज अन्डरस्ट्यान्डिङ छ क्यापेबिलिटिज होइन। त्यसपछि अडियो पनि बुझ्छ, अडियो फिड गर्यो भने। सो डिफ्रेन्ट फिचर्सहरू भएकोले यसले चाहिँ मल्टिमोडल भनेको है। सपोज मैले यसलाई इमेज नै फिड गरेँ भने हो। सो यसको इमेज इन्टरप्रेटिभिटी पनि छ होइन।
त्यसरी बुझ्न सकिन्छ। आजकलको एलएलएमहरूले त अब इमेज नि बुझ्छ, तिमीलाई अडियो फाइल पठायो भने नि यसले बुझ्छ होला मेबी। त्यो भनेको चाहिँ मल्टी मोडल्स एलएलएम्स अनि मोस्टली सबै मल्टी मोडल्स नै भनेको नि अहिले। अहिलेको यो कम्पनीहरूले प्रोभाइड गर्ने चाहिँ मोस्टली मल्टिमोडल नै हुन्छन्। जस्तै अब च्याट जिपिटी, जेमिनाई भयो, ग्रक भयो होइन, ठुल्ठुलो कम्पनीजहरू। अरूहरूले चाहिँ अब टेक्स्ट टेक्स्ट नै हुन्छ, किनभने तिम्रो यो मल्टिमोडल हुने बित्तिकै तिम्रो प्यारामिटरहरू बढी हुन्छ होइन। उम्, सो एभ्री कम्पनीले चाहिँ यो मल्टिमोडल नगर्ला होइन, मल्टिमोडल गर्दैनौँ भनौँ सबैले। तर मेनली यो फ्रन्टियर एलएलएम्सहरू हुन्छ, उनीहरू चाहिँ यो मल्टिमोडल नै हुन्छन्। ओके, सो त्यो भयो। अब जेरो सर्ट भनेको चाहिँ के हो है त? भयो। ओके, सो जेरो सर्ट प्रम्प्टिङ भनेको चाहिँ बेसिकली के हो भन्दाखेरि तिमीले कुनै न एउटा डाइरेक्ट इन्स्ट्रक्सन दिन्छौ नि होइन, यो गर भनेर। अब जस्तै वाट इज एउटा म्याथमेटिकल प्रब्लम थियो अनि यसले डाइरेक्ट एन्सर दिन्छ नि होइन। सो त्यस्तोलाई चाहिँ जेरो सर्ट भन्छ होइन। अर तिमीले क्लासिफाई गर्न सक्यौ कि अ, कता गयो जेमिनाई। सो यो यसले डाइरेक्ट एन्सर दियो नि होइन यता। सो यसलाई चाहिँ जेरो सर्ट भन्छ है। असिनकै पढेको कुरा हो यो। यता छ। सो बेसिकली हामीले के इक्जाम्पल दिएको हुँदैनौँ र यसले डाइरेक्ट एन्सर दिन्छ होइन। सो क्वेसनमा चाहिँ अब आई हेट दिस नुडल भनेको थियो, यो नेगेटिभ भयो डाइरेक्ट। अब तिम्रो फ्यु सर्ट प्रम्प्ट भनेको चाहिँ के हो भन्दाखेरि हामीले थोरै इक्जाम्पल दिन्छौँ फ्यु सर्ट प्रम्प्टिङमा। So zero sort prompting भनेको चाहिँ basically without any extra information, just like one small instruction or डाइरेक्ट इन्स्ट्रक्सन दिन्छौ होइन, र यो गर भन्छौ क्या हामी। त्यो भनेको जेरो सर्ट हो। जस्तै मैले यता क्लासिफाई दिस सेन्टेन्स इन्टु के भन्छ, क्लासिफाई दिस सेन्टेन्स इन्टु सेन्टिमेन्ट लेभल्स भन्यो, पोजिटिभ नेगेटिभ न्युट्रल दियो। अब यसले यो इन्स्ट्रक्सन बुझेर अब यो सेन्टेन्सलाई क्लासिफाई गरे हो। सो त्यो भनेको चाहिँ जेरो सर्ट भयो होइन। L2 permission denied त्यो त केही छैन।
ओके सो फ्युचर प्रममा चाहिँ अब मैले त्यो इक्जाम्पल दिएँ नि त होइन यो आई हेट दिस मोडल एरो दिएँ सेन्टिमेन्ट दिएँ यसले क्लासिफाई गर्यो होइन सो यसले के गरिरहेको छ भन्दाखेरि यो इक्जाम्पलको फर्मेट पनि यसले बुझिरहेको छ क्या सो आउटपुट नि त्यसरी नै निकालिराखेर त आई लाइक दिस प्लेस भन्यो पोजिटिभ एरो दियो पोजिटिभ भन्यो होइन आई डोन्ट नो अबाउट दिस प्लेस एन्ड क्लिननेस अफ द किचन भन्यो एरो दियो न्युट्रल भन्यो होइन सो फ्युचर प्रम्पमा चाहिँ तिम्रो फर्मेट नि सकेसम्म यसले बुझ्छ क्या अनि त्यही अनुसार आउटपुट गर्छ सो फ्युचर प्रम्प नि बुझ्यो हजुर लाइक सिमिलर जस्तो इनपुट दियो हामीहरूले त्यस्तै सिमिलर आउटपुट दिन्छ भनेको नि फ्युचर अँ त्यही नै हो ओके सो चेन अफ थट होइन अब सो चेन अफ थटमा चाहिँ उम्, मैले आवाजै सुने छैन नि हजुर ए बोले म त आवाजै सुने छैन भनेर ए ओके सो चेन अफ थटमा चाहिँ हामीले स्टेप बाई स्टेप रिजनिङ दिन्छौँ होइन सो यो एउटा सल्भ गर्नलाई अहिले डाइरेक्ट एन्सर भनेर नि अघिको जेरो सर्ट जस्तै सो यसले चाहिँ एउटा स्टेप बाई स्टेप हामीले एउटा पठाउँछौँ कि त्यो प्रम्प्टिङमा लेख्छौँ स्टेप बाई स्टेप लेखे भनेर पनि हुन्छ अरू तिमीले एउटा इन्स्ट्रक्सन लेखे पनि हुन्छ पहिला चाहिँ पहिलाको मोडलमा चाहिँ हामीले स्टेप बाई स्टेप एउटा इक्जाम्पल दिनु नै पर्थ्यो किनभने पहिलाको मोडल त्यति क्यापेबल थिएन होइन सो अहिले चाहिँ त्यो बुझ्छन् ओके सो यसले चाहिँ स्टेप बाई स्टेप एन्सर दियो होइन डाइरेक्ट एन्सर दिनुहुँदा नि सो अब हामीले यही चिज जेरो सर्ट गर्दा चाहिँ कस्तो हुन्थ्यो ए स्टेप बाई स्टेप भनेछु फेरि मैले त नि ओके सो अहिलेको मोडलले बुझि नै हाल्यो रिजनिङ छ भित्र सो यसले स्टेप बाई स्टेप नै गर्यो सो पहिलाको मोडल चाहिँ यति बुझ्छ कि यसले डाइरेक्ट दिन्थ्यो क्या एन्सर एन्सर सो दिन्थ्यो त्यसैले चाहिँ त्यो के भन्छ चेन अफ थट भनेको चाहिँ प्रम्प्टिङ निकालेको हो यता नि इक्जाम्पल छ उसले सल्भ दिस स्टेप बाई स्टेप भनेको छ होइन सो यो कुन बेला काम लाग्छ भन्दाखेरि अहिलेको मोडल त क्यापेबल छँदैछ रिजनिङ गर्न सो कुनै कुनै क्वेसन चाहिँ यसले डाइरेक्ट दिन्छ नि त होइन सो डाइरेक्ट दिएर यसले एन्सर बिगारिरहेको हुन्छ क्या सो त्यसैले एलएलएमलाई चाहिँ नै स्टेप बाई स्टेप गरेर नै राइट एन्सरमा डिरेक्ट गर्नलाई यो प्रम्प्टिङ लिएर आएको होइन अब रोल सिस्टम भनेको अघि नै मैले त्यो कस्टमर सपोर्टवाला बुझाइ नै हालेँ एउटा डोमेन दिन्छौ अनि त्यो डोमेन अन्तर्गत नै बस अनि यसलाई अब तिमीले पर्सनालिटी दिन सक्छौ तिम्रो अनुसार अनि त्यसपछि गार्डल राख्ने भन्दा बाहिर नजाऊ भनेर सो बेसिकली त्यहाँ नि हो रोल सिस्टम भनेको अब ऱ्याक पनि मैले बुझाइ नै हालेँ होइन अब ऱ्याकको तिमीले एउटा माथि कन्टेक्स्ट दिन्छौ अनि त्यो कन्टेक्स्टलाई चाहिँ युजरको अनुसार एउटा सानो फर्मेटेड वेमा चाहिँ प्याराग्राफमा दिन्छौ कि प्याराग्राफ प्लस लिस्टमा दिन्छौ कि त्यो चाहिँ ऱ्याक प्रम्प्टिङहरू भयो होइन सो यता इक्जाम्पल कता गयो त्यो
सो यता इक्जाम्पलमा हेर्न सक्छौ अब बेस्ड अन डके आइडेन्टिफाई यो पनि भन्न सक्यो होइन। सो ऱ्याक प्रम्प्टिङ भनेको त्यही नै हो। अब रियाक्ट एन्ड रिजनिङ भनेको चाहिँ अब नयाँ प्रम्प्टिङ हो होइन। यसमा चाहिँ तिमीले अब त्यही यसरी नै रोल एन्ड सिस्टम नै गर्छौ। बेसिकली चाहिँ अब टुल्सहरू हुन्छ, यो टुल चाहिँ कुन बेला युज गर्ने भनेर लेख्छौ क्या थोरै प्रम्प्ट चाहिँ। अब ए चाहिँ त्यो के भन्छ, एलएलएम चाहिँ के बुझ्छ भन्दाखेरि अब सपोज तिमीलाई भोलिको भोलिको यो के भन्छ भोलिको कुन कुन फ्लाइट छ यो यो प्लेसबाट यो प्लेसमा भन्यो भने चाहिँ अब यसले के बुझ्नु पऱ्यो भन्दाखेरि यसले फ्लाइटको बारे सोधिरहेछ, मसँग फ्लाइटको टुल छ होइन। त्यो फ्लाइटको टुलभित्र अब फ्लाइट रिलेटेड कुनै थर्ड पार्टी एपिआइजहरू होला। तिम्रो क्वेरी चाहिँ अब यो र के भन्छ तिम्रो क्वेरीमा चाहिँ लेखेको छ कि यो कन्ट्री ए टु कन्ट्री बीको चाहिँ कतिवटा फ्लाइट छ भन्यो भने यसले कन्ट्री ए र कन्ट्री बी लिन्छ, अनि त्यो यसले फ्लाइट भनेर बुझ्छ, अनि फ्लाइट टुल कल गर्छ, अनि त्यो टुलको एउटा रिजल्ट आउँछ क्या, एउटा लिस्ट अफ रिजल्ट आउँछ होला मेबी होइन, यो कन्ट्रीसँग यो यति बेला फ्लाइट छ भनेर। अनि त्यसले त्यो टुलको आउटपुट चाहिँ पाउँछ, अनि बेसिकली त्यो चाहिँ ऱ्याक जस्तै प्रम्प्टिङ हुन्छ हाम्रो। अनि त्यो टुलको आउटपुटलाई चाहिँ हामीले अब एउटा रिफाइन्ड वेमा चाहिँ रेस्पोन्स गर्छौँ क्या, एलएलएमले रेस्पोन्स गर्छ। सो बेसिकली यही नै हो रियाक्ट प्रम्प्टिङ भनेको नि, त्यो बुझ्यो। Okay. सो आई थिङ्क यति नै हो आजको क्लास होइन। सो प्रम्प्टिङ टेक्निकहरू हेर, यो इम्पोर्टेन्ट नै छ हल्का एलएलएममा जाने बेला।